म आफूलाई हेरिरहेको छु मेरो जीवन, यो स्टुडेन्ट लाइफ, यो गोल्डन लाइफ। म आज आफ्नो भविष्य बनाउनको लागि यो स्कुलमा पढिरहेको छु। मलाई मेरो मम्मीले, मेरो बाबाले यत्रो मेहनत गरेर मलाई यो स्कुलमा पढाइरहनु भएको छ। मेरो छोरा, मेरो छोरी भविष्यमा ठुलो मान्छे बन्छ, हामीलाई पाल्छ भनेर कत्रो आशले मलाई दिनरात मेहनत गरेर एउटा नोकरले जस्तो दिनरात खाना खुवाएर कपडा धोइदिएर मेरो नानी बाबुहरू, मेरो सानो बच्चाहरू यिनीहरू पढ्नु, यिनीहरूले आफ्नो लाइफ जियोस् भनेर उहाँहरू अहिले यस्तो तातो घाममा कहाँ घोटिरहनु भएको होला, कति मेहनत गरिरहनु भएको होला। तर म यहाँ स्कुलमा आएर साथीभाइसँग